त्यहाँ चाहिँ समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2-3 लाख रुपियाँ गइहाल्यो मेरो बाबु 2.5 तोला 2.5 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब 2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई घाँटी रातो भएर छ दाइ सिक्री लुट्यो सिग्री चोरी भयो दाइ आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको छ सबिन दर्शक पनि एकजना दाइको सिग्री चोरी भएको छ दाइ भेट्यो सिग्री हरायो दाइ सिग्री हरायो सिग्री मेरो यहाँ चाहिँ लुट्यो कसले एउटा दाइ शङ्का छ अलि दाइ हजुर कुन पार्टीकोले जुड्यो तपाईँ शङ्का गर्न सक्नुहुन्छ अनुमान गर्न सक्नुहुन्छ अनुमान के गर्नु बाबु अब यहाँ हुलमुलमा मेरो सिक्री नै लुट्यो बाबु अब 2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के जसले भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस् उहाँलाई दिइदिनु होला यस्तो हाम्रो यो कार्यक्रममा यस्तो नहोस् जोसुकै साथीहरूले इमान्दारीका साथ अहिले खोजेर राजावादीहरूलाई जसलाई दिँदा पनि सतीश नारायण नगेन्द्रलाई दिइदिनु होला है हजुरलाई अनुरोध गरेँ मैले दाइ जस्तै झुकिएर हत्या परेको हो कि चोरी नियतले गरेको हो चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई घाँटी रातो भएर छ दाइ सिक्री लुट्यो छैन बाबु छैन 2.5 तोला 2.5 तोला चिन्ता नगर्नु 2.5 तोला अब मैले कहाँ ल्याउने पस्यो राडीको जोहरूले मलाई लुटे बाजेको राडीको जोहरूले लुट्यो राडीको देखेँ तरिका त्यहाँ चाहिँ समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा हुलमुलमा ज्यान जोगाउनुपर्छ र आफ्नो वस्तु सुरक्षित राख्नुपर्छ भन्ने हजुरलाई थाहा त हुनुपर्ने होइन यत्रो समय चुनादिएको ल यो पनि लगादिएँ मैले अब के गर्नुहुन्छ दाइ अब के अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2-3 लाख रुपियाँ गइहाल्यो मेरो बाबु